अझै रोकिएन गृहमन्त्री सुदन गुरुङको फाँडी हान्ने अभियान। भिआइपीदेखि टोले गुण्डाहरू मध्यरातमै पुगे जेलको छिडीमा। गृहमन्त्री सुदन गुरुङको आक्रामक एक्सनले गर्दा नेपालका विभिन्न ठाउँमा कब्जा जमाएर बसेका भिआइपीदेखि टोले गुण्डाहरूसम्म थर्कमान बनेका छन्। गृहमन्त्री गुरुङको कमान्डमा पछिल्लो 24 घण्टाभित्र सुरक्षा व्यवस्थालाई चुस्त बनाउन र बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले एउटा ठूलो अपरेसन चलाएको छ। नयाँ जनादेश प्राप्त भएको सरकारको गठनसँगै गृह प्रशासनमा आएको सक्रियताको झल्को दिने गरी गृहमन्त्री गुरुङको निर्देशन र समन्वयमा प्रहरीले रातारात एक्सन सुरु गरेको हो। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म राजधानीका विभिन्न संवेदनशील क्षेत्रहरूमा चलाइएको यो विशेष सर्च एन्ड सिज अपरेसनका क्रममा 195 जना भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार यो कारबाही विशेष गरी गुण्डागर्दी, ठगी, बिचौलिया गतिविधि र सार्वजनिक स्थानमा हुने अभद्र व्यवहारमा केन्द्रित थियो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, कलङ्की, बौद्ध र बुढानीलकण्ठ जस्ता क्षेत्रहरूलाई मुख्य निशाना बनाएको थियो। विशेष गरी विमानस्थल क्षेत्रमा यात्रुहरूलाई अनावश्यक दुःख दिने र तानातान गर्ने बिचौलियाहरू, ठमेलका रात्रिकालीन व्यवसायमा संलग्न भएर गुण्डागर्दी गर्ने टोले गुण्डाहरू र विभिन्न सरकारी कार्यालयहरूमा सर्वसाधारणलाई शास्ति दिने दलालहरूलाई लक्षित गरी यो अपरेसन चलाइएको हो। यस अपरेसनमा नेपाल प्रहरीका दुईवटा महत्वपूर्ण निकाय अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँ संयुक्त रूपमा खटिएका थिए। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूको टोलीले मात्रै 13 जना कुख्यात र पेशेवर गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा किम जोङ भनेर चिनिने सुरेश गुरुङ, सञ्जीव लामा, अशोक गिरी र सञ्जीव राई जस्ता व्यक्तिहरू छन्, जसको पृष्ठभूमि आपराधिक समूहहरूसँग जोडिएको पाइएको छ। उनीहरूका साथै काभ्रे, खोटाङ, सिन्धुपाल्चोक र नुवाकोट स्थायी ठेगाना भएका विभिन्न व्यक्तिहरूलाई उपत्यकाका विभिन्न लुकीछिपी बसेका स्थानबाट नियन्त्रणमा लिएको छ। त्यसै गरी काठमाडौँ प्रहरी परिसरले आफ्नै टोली मार्फत 5 जना थप हाई प्रोफाइल गुण्डाहरूलाई समात्न सफल भएको छ। पक्राउ पर्नेहरूमा बौद्ध क्षेत्रमा सक्रिय श्याम लामा समूहका प्रवीण तामाङ डिम्पल, बाफल क्षेत्रका बिर्जु महर्जन, कलङ्कीका सुजन कार्की र स्याचुटारमा नयाँ ग्याङ निर्माणको प्रयास गरिरहेका सरू मागाइरहेका छन्। त्यस्तै बौद्ध क्षेत्रमा लुटपाट र गुण्डागर्दीमा संलग्न विक्की लामा पनि प्रहरीको फन्दामा परेका छन्। यी व्यक्तिहरूले लामो समयदेखि स्थानीय व्यापारी र सर्वसाधारणलाई धम्क्याउने तथा असुली गर्ने कार्य गर्दै आएको प्रहरीको दाबी छ। यसैबीच प्रहरीको यो अपरेसन गुण्डागर्दीमा मात्र सीमित रहेन। नेपालको प्रतिष्ठित औद्योगिक घराना शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवाल पनि पक्राउ परेका छन्। यद्यपि उनको पक्राउको कारण भने अलि भिन्न छ। सम्पत्ति शुद्धिकरण विभागको आग्रहमा उनलाई सम्पत्ति